प्रधानमन्त्री प्रचण्ड हुने, राजा राख्ने भन्ने सम्झौता भएको थियो र 60 साल पुष 19 गतेबाट विराटनगरबाट ज्ञानेन्द्र शाहको अभिनन्दन, माओवादी कार्यकर्ता माओवादीबाट आउनुभएका साथीहरूलाई थाहा छ, विभिन्न ठाउँमा ज्ञानेन्द्रलाई अभिनन्दन गर्न लगाइएको थियो। रोल्पा रुकुम कुनै दलको नेता जान नहुने, ज्ञानेन्द्र जाँदा हजारौं दशौं हजार मान्छेले त्यहाँ फूलमाला पुष्पगुच्छा दिएर जय जय ज्ञानेन्द्र भनेर भन्ने थियो। कहाँबाट आयो? तमासा थियो एउटा। माघ 19 गते बल्ल प्रचण्डको सपना भङ्ग भयो 61 सालमा, जब ज्ञानेन्द्रले प्रचण्डलाई आतंककारी भने र यिनलाई ठेगान लाउनुपर्छ भने त्यसपछि उनी रेडियो सुनिराखेका थिए। अब भोलि प्रधानमन्त्री हुन्छु, बोलाउँछ हेलिकप्टर लिएर भनेर ठानेका थिए। ठेगान लाउँछु भनेपछि खतराकका भुइँमा रेडियो राखेर धोका दियो भने। यसरी कसका विरुद्ध लडेका थिए?